अधिकारी श्री सीताराम माध्यमिक विद्यालयबाट म यहाँ लडेँ भन्ने पनि थाहा भएन मलाई त। म लडेँ, गुरुको कुरा सुनिरहेको थिएँ मैले। गुरु के भन्दै हुनुहुन्थ्यो, कृष्णको गुरुको हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो। म गुरुको कुरा सुनिरहेको छु, अरूले के गर्नुभयो के भन्नुभयो मलाई त्यो चेतना नै भएन मलाई त। म यहाँ लडेँ, इभन मलाई त्यो पनि थाहा भएन। त्यसपछि म के भनौँ, अब म एकैचोटि आँखा खुल्यो, सित्यो, मेरो त पुरै सित्यो। म लडेको पनि थाहा भएन। अर्को एक एकजनाले सेयर गर्नु। सम्पूर्णमा नमस्कार। म बमकला भुसाल शहीद मन्सगढ क्याम्पसबाट। यहाँनिर यो एक्सपेरिमेन्ट गर्दा गुरुले जुन इन्स्ट्रक्सन दिनुभयो त्यो अनुसार हामी हेऱ्यौँ अनि लडेको चाहिँ मलाई थाहै भएन। त्यसपछि कुरा सबै सुनिराखेको छु, गुरुले के भन्नुभएको छ सबै सुनेको छु, तर कति कोसिस गर्छु आँखा हेर्नको लागि, कति कोसिस गर्छु हातहरू चलाउनको लागि, तर चल्दैन क्या। कस्तो अनौठो हुने रहेछ है। म यो यस्तो खालको एक्सपिरियन्स पहिलोपटक भएको हुँदाखेरि 3 भनेर काउन्ट गरिसकेपछि 3, 2, 1 भएपछि मात्रै आँखा कसरी खुल्यो, ब्याटै एकैचोटि खुल्दो रहेछ। त्यो म चाहिँ एकदम अचम्म परेँ। अर्कोलाई छोटोमा आफ्नो एक्सपिरियन्स सेयर गर्नुहोस् फटाफट। हामीसँग अब ब्रेक टाइम भइसक्यो। नमस्कार। हिप्नोटिसिजम भन्ने सुन्न त सुनेको थिएँ, तर आज चाहिँ गुरुले प्र्याक्टिकली गरेर देखाउनु भयो। यो साँच्चै अनौठो लाग्दो रहेछ। अब त्यहाँ ढल्दाखेरि आवाज त गुरुले बोलेको अरू पनि सुनिन्थ्यो, तर भित्र अत्यन्तै आनन्द आउँदो रहेछ। अनि केही पनि चल्न नपरे हुन्थ्यो जस्तो फिल भयो मलाई। धन्यवाद। रमाइलो।